सुरमानन्दना सिद्धिविनायक श्री गजानना लम्बोदर विघ्नेश्वर। हो गई यूं पूरी मेरी हर दुआ, दिल को मेरे तुमसे इश्क जब हुआ। हो गई यूं पूरी मेरी हर दुआ, दिल को मेरे तुमसे इश्क जब हुआ। ओ तुम पे चाहतों के सारे कायदे खत्म, तुम पे चाहतों के सारे कायदे खत्म। ये मौसम सारे हसीन जब होते हो साथ तुम, ये मौसम सारे हसीन जब होते हो साथ तुम। तेरी आंखों में देख के मेरे हंसने लगते हैं।
तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ चुरा धाको सिन्दुर पोते डोली सजाउँदैछ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना मत तिम्रै त हुने आइसके मत तिम्रै त हुने हाँसी खुसी जीवन अब सँगै बिताउने हाँसी खुसी जीवन अब सँगै बिताउने फर्का दिनु है हामीले पनि हेर्न पर्यो कति हजारको कि हजारको क्यामेरा हेरेको क्या अनि इज्जत राख्ने काम गर्नु आज त एकदम खुसी
मुस्कुराउँदै तिम्रै मुहार हेर्छ जुनले पनि मुस्कुराउँदै तिम्रै मुहार हेर्छ कहिले चार लाठिने त्यो बोलीमा भन के छ हो मधुर स्वरको बोली तिम्रो अमृत भन्दा मिठो तिमी बिना जीवन मेरो भइदिन्छ रित्तो भइदिन्छ रित्तो सपना मुटुमा माया दुःखको घमले फुल्दा
पिरतीको छाया जुनी जुनीलाई माया होस् तिम्रै साथ मुस्किल छ तिमी बिना जिउन त थाहा छ एकै छिन्न देख्दा आतिन्छ यो मन बढ्दैछ माया धेरै धेरै कस्तो यो पागलपन हो मधुर स्वरको बोली तिम्रो अमृत भन्दा मिठो तिमी बिना जीवन मेरो भइदिन्छ रित्तो भइदिन्छ रित्तो सुन्दर ती आँखामा देख्छु आफूलाई त्यही आँखामा राखिदेऊ परेली बनाई सुन्दर ती आँखामा देख्छु आफूलाई त्यही आँखामा राखिदेऊ परेली बनाई खुसी फुल्छन् तिमीमै मेरा त सारा तिमी नै जिउने कारण मेरो सहारा खबर नहोस् कसैलाई चुपचाप मेरै बनाई म मनले नै सुन्छु नि तिमी आँखाले नै भन है हो मधुर स्वरको बोली तिम्रो अमृत भन्दा मिठो तिमी बिना जीवन मेरो भइदिन्छ रित्तो भइदिन्छ रित्तो हो मधुर स्वरको बोली तिम्रो अमृत भन्दा मिठो तिमी बिना जीवन मेरो भइदिन्छ रित्तो भइदिन्छ रित्तो नदेखेको कुरा कसरी मागु संसारका खुसी तिम्रै पाउमा राखु नदेखेको कुरा कसरी मागु संसारका खुसी तिम्रै पाउमा राखु तिमी छोरा त सधैँभरि जिउने बहाना पाइयो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई
बाँच्नु छ दुई मुठी सास यो तिम्रै लागि साँच्नु छ पनि सक्दैन तिम्रै लागि बाँच्नु छ दुई मुठी सास यो तिम्रै लागि साँच्नु छ तिमी छोरा त सधैँभरि जिउने बहाना पाइयो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई धडकन कहाँ चल्छ र तिम्रो सास नचले मनको धोको मेटिन तिम्रो दर्शन नमिले हो धडकन कहाँ चल्छ र तिम्रो सास नचले मनको धोको मेटिन तिम्रो दर्शन नमिले तिमी छोरा त सधैँभरि जिउने बहाना पाइयो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई नदेखेको कुरा कसरी म मागु संसारका खुसी तिम्रै पाउमा राखु नदेखेको कुरा कसरी म मागु संसारका खुसी तिम्रै पाउमा राखु तिमी छोरा त सधैँभरि जिउने बहाना पाइयो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई मर्न पनि सक्दिन तिम्रै लागि बाँच्नु छ दुई मुठी सास यो तिम्रै लागि साँच्नु छ हो मर्न पनि सक्दैन तिम्रै लागि बाँच्नु छ दुई मुठी सास यो तिम्रै लागि साँच्नु छ तिमी छोरा त सधैँभरि जिउने बहाना पाइयो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई यो सास चल्न सघाउने तिम्रै
सास ना चले मन को धोको मेटिन तिम्रो दर्शन ना मिले हो धडकन कहाँ चल्छ र तिम्रो सास नचले मनको धोको मेटिन तिम्रो दर्शन नमिले तिमी छोरा त सधैँभरि जिउने बहाना पाइयो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई यो सास चल्न सघाउने तिम्रै सहारा चाहियो मलाई तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काखा तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काखा जान नदेऊ मलाई अब टाढा अझै गाडा तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काखा मन मेरो तिमीबाट टाढा नजाओस् मन मेरो तिमीबाट टाढा नजाओस् अधेहुरी सम्बन्धमा कहिल्यै नआओस् अधेहुरी सम्बन्धमा कहिल्यै नआओस् तिम्रो मुटुमै थुनेर राख मेरो सिरानी होस् तिम्रो काखा समय होस् त्यही हुन्न बदलिरहन्छ समय होस् त्यही हुन्न बदलिरहन्छ
Papa kami oh. Nhào đây con xoay đấy. त्यहाँबाट हिँड्दै बचाउँ लाग्यो
बाबू ना आला बाबू ओए
गीतको कार्यक्रमलाई बन्द गर्नेछौँ र कार्यक्रम विदायको कार्यक्रम अगाडि बढाउनेछौँ भन्दै यस माइक्रोफोन यसै भैरवटोल विकास संस्थाका अध्यक्ष चोकबहादुर गुरुङज्यूलाई हस्तान्तरण गर्न चाहन्छु। ध्यान आकर्षण गर्न अनुरोध गरेँ। आजको हाम्रो यो शुभ ढोबेल कार्यक्रम अब अन्तिम चरणमा पुगेको यहाँलाई जानकारी गराउँदै हाम्रो जिल्ला संघ आज मिति 2082 पौषको 6 गतेका दिन हाम्रो संघ जिल्ला वाली नगरपालिका 3बाट आउनुभएका हाम्रो जन्ती आउन महानुभावहरू र हाम्रो आजको जवै स्वर्गीय दमनबहादुर गुरुङको र स्वर्गीय दिनबहादुर गुरुङको कान्छो सुपुत्र मीनबहादुर गुरुङ र हाम्रो जन्तीमा जति पनि पाल्नुभएका पाहुनाहरूलाई र हाम्रो यस डोल्पो महानगरपालिका वडा नम्बर 13 अन्तर्गत भैरवटोल विकास संस्थाका हाम्रो क्याप्टेन क्षेत्रबहादुर गुरुङ र भीममाया गुरुङको सुपुत्री सुस्मिता गुरुङ र जवै मीनबहादुर गुरुङको आजको यो शुभ ढोबेल कार्यक्रममा पाल्नुभएका हाम्रो सम्पूर्ण दिदीबहिनीहरू फुपूहरू माओलीहरू लगायत आजको यस कार्यमा उपस्थित सम्पूर्ण बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो शान्तिकालीन नमस्कार एवं न्यानो अभिवादन गर्न चाहन्छु। अब हाम्रो कार्यक्रम टुङ्ग्याउनेतर्फ हामी गइरहेका छौँ। तसर्थ हाम्रो जन्तीमा पाल्नुभएका हाम्रो जति पनि पाहुनाहरू हुनुहुन्छ एकत्रित भएर बसिदिनुमा उहाँलाई अनुरोध गर्न चाहन्छु र हाम्रो आजको यस शुभ ढोबेल कार्यक्रममा हाम्रो जति पनि घरबाट बाजे बजाई फुपू फुसै दिदीबहिनी भाइ खलक र माओली र निमतोरी समितिहरूबाट सङ्कलन गरिएको उपहार स्वरूप नगद र जिन्सी बारे म भन्न गइरहेको छु। कृपया गरेर ध्यान दिएर सुनिदिनु होला। शुभ ढोबेल कार्यक्रमका हाम्रो चेली सुस्मिता गुरुङ र जवै मीनबहादुर गुरुङलाई हाम्रो बाजे बलबहादुर गुरुङ र बधाई दिपुमाया गुरुङ साथै दाजु बा कान्छबा गौबहादुर गुरुङ र कान्छीआमा लक्ष्मी गुरुङको तर्फबाट 10,01,500 रुपियाँ र आजको हाम्रो चेलीको घरबाट क्याप्टेन क्षेत्रबहादुर गुरुङ र आमा भीममाया गुरुङको तर्फबाट 1 थान सुनको औँठी, 1 थान ब्रेसलेट चेन, 1 थान सुनको सिक्री, 1 घरेटी भूमिदान पनि गर्ने उहाँले बाचा गर्नुभएको छ र साथै निमतोरीबाट पनि 2,42,025 रुपियाँ र चरसको थाल 1 थान, पाला 1 थान। यसरी नै म हाम्रो बाजे बजालाई सुस्मिता गुरुङ र जवाई मीनबहादुर गुरुङलाई उहाँहरूको नगद उपहार
हस्ता ग्रहण गरिदिनु हुनमा विनम्र अनुरोध गर्दछु। सँगै हस्तान्तरण गरिदिनु हुनमा विनम्र अनुरोध गर्दै एकचोटि फेरि है एकछिन अरे आज हाल ललितपुर महानगरपालिका वडा नम्बर 25 म्युनिसिपालिटीबाट 10,000 र डाक्टर मुकुन्द गुरुङ अङ्कल हाल ललितपुर महानगरपालिका वडा नम्बर 25 म्युनिसिपालिटीबाट 30,000 र इन्सपेक्टर मिन प्रसाद गुरुङ अङ्कल हाल ललितपुर महानगरपालिका वडा नम्बर 25 म्युनिसिपालिटीबाट 30,000 र शान्ति गुरुङ बजै हाल दिल्ली 11,000 10,000 रविन्द्र गुरुङ अङ्कल मिलनटोलबाट 20,000 मोतीराज गुरुङ अङ्कल हाल हङकङ मोतीराज गुरुङ अङ्कल हाल हङकङ उहाँको तर्फबाट 1,10,000 र चरसको थाल 1 थान तामा पाला 1 थान जम्मा उपहार स्वरूप नगद 2,33,000 उहाँले उपहार स्वरूप प्रदान गर्नुभएको छ। उहाँलाई यो उपहार चाहिँ हस्तान्तरण गरिदिनु हुनमा विनम्र अनुरोध गर्दै आजको हाम्रो चेली र जवाई मिनबहादुर गुरुङलाई उपहार चाहिँ ग्रहण गरिदिनु हुनमा विनम्र अनुरोध गर्दछु। माया गुरुङ फुपू पुसाई 10,000 धनु गुरुङ शङ्करनगर 1 थान यो उपहार पनि हस्तान्तरण गरिदिनु हुनमा फुपूहरूबाट प्रतिनिधित्व गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै हाम्रो चेलीलाई र मिनबहादुर जवाईलाई फेरि फुपूहरूको तर्फबाट उपहार स्वरूप नगद र यो जिन्सी ग्रहण गरिदिनु हुनमा विनम्र अनुरोध गर्दछु। 8,000 यो बाइती फुपूबाट कौमाया गुरुङ माथि आमुबाट 3,500 खाँड माथि आमा पोखराबाट 3,500 नौमाया गुरुङ छ्यामा शङ्खपुरबाट 3,500 धनमाया गुरुङ छ्यामा क्यागाबाट 6,000 पिनमाया गुरुङ मथिआमा नारायणगढबाट 6,000 प्रिया गुरुङ मामाको छोरी भगुन्डेबाट 10,005 रुपियाँ र निर्मया गुरुङ छ्यामा रामबाछाबाट 1 थान चन्द्रमा र नगद जम्मा 70,000 चौमाया गुरुङ माइती बजाई रनी पाँचबाट मनबहादुर गुरुङ मामा पोखराबाट 2,000 जम्मा जम्मी हाम्रो चेली र जवाईको लागि ठुलो बाबा बहादुर गुरुङ लोकमाया गुरुङ बाजे बजाई बदेल पोखरीमा हामी स्याङ्जाको वालिङ 4 एलादीदेखि हामी लगभग 4-5 गाउँका मान्छेहरू छौँ होला, विभिन्न इष्टमित्र नयाँ बेहुला बेहुली सहितको हामी आज यो ठाउँमा आइपुग्यौँ र आउँदै गर्दा जुन खालको सत्कार सद्भाव माया यहाँहरूले दर्शाउनु भयो त्यसको यहाँनिर यहाँलाई धन्यवाद भन्ने कुनै शब्द नै छैन। यहाँहरूको यो सत्कार, यहाँहरूको यो आत्मीयता, यहाँहरूको यो माया, जुन खालको सम्मान यहाँहरूले हामीप्रति प्रकट गर्नुभयो, हामी अन्तर हृदयदेखि नै, यो खालि मेरो बोली बोलिरहेको छैन, यो मेरो अन्तर्मनको शब्द हो र मलाई लाग्छ म के कुरामा विश्वास गर्छु भने हाम्रो सम्पूर्ण जन्ती टोलीको मनमा पनि यस्तै खालको भाव हरेकले यही नै मनन गर्नुभएको छ भन्ने मलाई लाग्छ। त्यसकारण हामी ज्यादै आभारी छौँ। यहाँ धेरैजना गण्यमान्य बुवाहरू आमाहरू धेरैजना मान्यजनहरू हुनुहुन्छ
यहाँ सबैले आज नवविवाहित वर र वधुलाई आशीर्वाद पनि दिनुभएको छ, माया दर्शाउनु भएको छ। यहाँहरूको यति धेरै माया लिएर सँगालेर मनमा राखेर यो मनमा पनि चाहिँ केही समयको केही दिनको लागि होइन, सदा सदाको लागि अजर अमर रहने गरी यो मनमा छापै लगाएर हामी जाँदैछौँ। त्यसकारण हामी अत्यन्त आभारी छौँ। हामी धन्यवाद भन्न चाहन्छौँ यहाँहरू सबैजनालाई जुन खालको माया, आतिथ्यता, सत्कार, खानपिन जसरी गर्नुभयो। हाम्रो त एउटा कल्चर, संस्कार, संस्कृति के छ भने जन्ती टोलीलाई त हेला नै गर्ने हो भन्ने खालको एक खालको त्यो त संस्कारै छ नि त। तर त्यो संस्कारलाई तोडेर यहाँहरूले जसरी हामीप्रति चाहिँ सुरुवातमा यो कार्यक्रम स्थलमा यो शुभ कार्यक्रमको जुन भइरहेको जुन आयोजना भइरहेको जुन स्थल छ, हामी प्रवेश गर्दै गर्दाखेरि हामीले कहीँ कतै पनि जन्तीलाई चाहिँ अब हेला नै गर्नुपर्छ है भन्ने खालको त्यो व्यवहार हामीले कतै कहीँ पनि यति पनि हामीले कहीँ पनि महसुस गरेनौँ। त्यसकारण हामी अत्यन्त आभारी छौँ, खुसी छौँ भन्दै धेरै शब्दहरू नबोलिकन, धेरै नबोलिकन यहाँहरूप्रति फेरि एकपटक म झुकेर नमन प्रकट गर्छु हामी सबै जन्ती टोलीको तर्फबाट। यहाँहरू सबैलाई धन्यवाद। हस्, फेरि पनि हाम्रो भेटघाट हुने नै छ। फेरि पनि यो जमघटबाट अरू धेरै कतिवटा नाता सम्बन्ध जोडिने हो थाहा छैन। यस्तै खालको चाहिँ विशेष माहौलमा, खुसीपूर्ण घडीमा हामी फेरि पनि यसै गरी जमघट गर्छौँ। पक्कै पनि ती दिनहरू छँदैछन्। आजलाई यति भन्दै यहाँ सबैलाई फेरि एकपटक धन्यवाद भन्दै नमस्कार, शुभरात्रि। यहाँ सबैको समय शुभ रहोस्। हस्, धन्यवाद। अत्यन्तै सान्दर्भिक शब्दहरू प्रस्तुत गरेर गइसक्नु भएको छ। उहाँले जति हामीलाई गुणगान गरेर शब्दमा चाहिँ उ गरिदिनु भयो, यसैमा चाहिँ हामी पनि धेरै नै आभारी छौँ। र हाम्रो आजको यस हाम्रो चेली र जवाइको नवदम्पति जीवन एकदमै सुखमय रहोस्। उहाँहरूको जिन्दगीमा कुनै पनि बाधा अर्चना नपरोस्। हामी सम्पूर्ण घरबाट, बाजे बजाइ, दाजुभाइ खोलाबाट, फुपूहरू, दिदीबहिनीहरू र माउलीहरू लगायत सम्पूर्ण इष्टमित्रबाट उहाँलाई धेरै धेरै आशीर्वादको सहित बिदाई गर्दै अब ढिलो नगरिकन हाम्रो कार्यक्रमलाई अगाडि बढाइदिनु हुनमा घरतर्फबाट अनुरोध गर्दै आजको कार्यक्रम यही समापन भएकोमा घोषणा गर्दै म पनि यहाँहरूको बिचबाट बिदा लिन चाहन्छु। धन्यवाद, नमस्कार, नमन।
धुलो उड्यो धुलो उडा गाडी पडला अच्छा त चुजी चाहिँ भयो ल कतो किसिमले याला चा अनुसार लिंगो माइबटो बेले छैन छिबरो खतो छैन खुसी लियाला चा अनुसार लिंगो माइबटो बेले छैन खाए धन्यवाद मौवा चुर्जने भाँडाकुँडा कति खाले आहाले पनि पक्कै पनि जम्मै सुरी तिरै भेगाई हैन बिसोर हो तारे यो जाने यो लब्रु थिदी रिदी यो जम्मै परिपूर्ति तय खाए पनि मात्रै पनि इसिन मित्र पनि खाए पनि खेल्ने बिना पकाए पनि आत्मै होला जहाँसम्म हिँगे पनि जम्मै एकदम आत्मा खुसी म तारे यो भाँडो ता चुर्जने यो लब्रु थिदी रिदी यो लसेर यो झ्याउ तारे कति मैले पनि ओ ल खाए है ल